हेलो गाइज, यहाँहरूलाई मेरो ब्लगमा स्वागत गर्न चाहन्छु। आज म तपाईहरुलाई एउटा सानो रेसिपी, तपाईहरुलाई काम लाग्ने रेसिपी लिएर आएको छु। रेसिपीको नाम रहेको छ पकोडा। हामी चाहिँ पकोडा पकाउन लागिरहेका छौँ सन्तोष भण्डारीको घरमा, जुन घर चाहिँ लालबिती स्थित बेलबारी नगरपालिका 2 मा रहेको छ। तपाईहरुलाई म सिधै लाँदैछु भण्डारी सन्तोषको किचनमा। यहाँ देख्दै हुनुहुन्छ तपाईले रोशन निरौला। उहाँ चाहिँ सौठाबाट आउनु भएको। हाल यति बेला 5 थरको कुन ठाउँ अरे थर्पु स्थित उच्च मावि दरबन्दीमा कार्यरत, प्लस अझै ब्याचलर लेभल पनि पढाउँदै हुनुहुन्छ। उहाँ आउनु भएको अवसरमा हामीले यो सानो पकोडाको रेसिपी हामीले पकाउन लागिरहेछौँ। उहाँले यो प्याज स्याज काट्ने तरिका एकदम राम्रो छ, सिक्नु होला। यसरी नै काट्नुपर्छ। भण्डारी सन्तोष भनेको चाहिँ उहाँ हो। उहाँ पनि हाल निम्न माध्यमिक होइन त, निमावि शिक्षक 3य श्रेणीमा पोस्टिङ हुनुभएको छ भर्खरै। त्यही अवसरमा पनि हामीले उहाँलाई बधाई दिनको लागि यहाँ आएको थियौँ। यो अवसर जुटाइदिनुको लागि विशेष धन्यवाद भण्डारी सन्तोषलाई। रोशन निरौला हेर्नुहोस्, यहाँ यति ह्यान्डसम भएर बस्नु भएको छ, गर्दै हुनुहुन्छ। म तपाईहरुलाई यो बिस्तारै देखाउँछु। पहिला त हामीले अब यो कोपी काटेर यसरी चटक्क मिलाउनु पर्यो। त्यसपछि प्याज काट्नु पर्यो। हामीलाई कुन तेल अरे भण्डारी सन्तोष? सेलो सेल चाहिँ एकदमै बेस्ट हुने गर्दछ यसको लागि। बेसन होइन, बेसन ल्याएँ। त्यहाँनिर के रेडी गर्दैछ, म बिस्तारै देखाउँदैछु। यसमा किन पानी आउँछ भन्नु ल भनिदिनु पर्यो तिमीले। यो रेडी भइसक्यो। यसमा हामीले मसलन्दाहरू यो चाहिने चिजहरू सामानहरू यो तिम्रो अझबेला यसरी कोरेर हाल्नुको रिजन चाहिँ कस्तो फ्लेभर आउँछ अरे? मिठो फ्लेभर एड गर्नु हुन्छ। यहाँ हुन्छ कुकको लागि एक्सपर्टिज हो भण्डारी सन्तोष होइन। गरेर किचिक किचिक पार्दैछ। हुन्छ खाने जोडा थियो भने पुग्थ्यो। यो तु हाल्नुपर्छ, फुलिहाल्छ। धनियाँ काट्दै हुनुहुन्छ यहाँ। यो चाहिँ तपाईँको यो मटकाको पानी चाहिँ यति मिठो हुन्छ नि, यति हेल्दी हुन्छ। यसलाई कसरी पिउनुपर्छ लु देखाइदियो हो। ग्रास ल्याउने, ग्रास ल्याउने। यहाँ छैन, माथि छ, माथिबाट हाल्नु। यहाँबाट आउँदैन, हेरिएर आउँछ। अलिक कोल्टाउनु पर्छ। यसलाई यहाँ अगाडि ल्याउने, परपेन्डिकुलर राख्नु पर्छ देऊ। लु राख्नु 90 डिग्रीमा। ठिक छ। अब कोल्टाउनु पर्यो हैन? कोल्टाएर यसै माथि यस्तो गर्नु पर्यो। पानी आउँदैन रहेछ। पानी सकेको रहेछ नि त हैन? पानी सकेको रहेछ। पानी कोल्टाउनु पर्ने अवस्था ल आयो। एकदमै चिसो पानी देऊ। ले खाएर देखाउ त। ल अब कसरी खाने अरे? कसरी खानुपर्छ पानी खाँदा? मान्छे जन्मिसकेपछि खाने, रुल्ने, कराउने यी सिकेरै आउँछ। कसरी भनेर हुँदै होइन। बच्चाले पनि सिक्छ, सबैले सिक्छ। ए ल मटकाको पानी यो चाहिँ कता मिसाउँछ यसले? के गर्छ? बेसनलाई चट्टसँग काटेर प्याकेटबाट सरर हाल्ने। यहाँ यसरी स्टेप वाइज थोरै हाल्दै मुस्दै हैन हाल्नुपर्छ। बिस्तारै यसरी मोल्नुपर्छ। रोशनको मुखमा पानी आइसक्यो जस्तो छ। खानाकै लागि गरेको यत्रो दुखाएको छ। तिमी वहाँ डाँडादेखि छोडेर आइदिए यहाँ। यदि अब तपाईँ नुनको अड्कल छ भने नचाखी पनि हुन्छ होइन। तर हल्किँदै हुँदाखेरि चाहिँ चाख्न पनि सक्नुहुन्छ तपाईँ। नुन हाल्दै हुनुहुन्छ, त्यो ठ्याक्क अड्कल्नुपर्छ है त्यो चाहिँ। तर तपाईँको
इच्छा अनुसार चर्को खानुहुन्छ कि कस्तो खानुहुन्छ त्यो तपाईँमा भर पर्ने हुन्छ। त्यसरी पकाउनु होला है। माहौल जुराउनको लागि हाम्रो प्रिय देवेन्द्रजीलाई धेरै धेरै धन्यवाद छ। देवेन्द्रजीको आज साथ नभएको आज हामी सायद यो कार्यक्रम असफल हुन्थ्यो नै हुन्थ्यो नै त अनि गइहाल्थ्यो। देवेन्द्रजीको पहलकदमीमा अब कार्यक्रम केही डाउट बढिसकेको छैन। छ र अकबरी खोर्सानी आइसक्यो है अकबरी खोर्सानीहरू मध्येको पनि राजा खोर्सानी अकबरी खोर्सानी। अकबरी खोर्सानीमा के कुराहरू पाइन्छ त त्यसमा भनिदिनु त अलिकति दर्शकलाई जानकारी। खोर्सानीमा पाउनुपर्ने सबै चिज पाइन्छ, मूल कुरो त्यो। रोशन निरौलाजी एउटा गीत गाइदिनु ल तपाईँ, जनता जान्न चाहन्छ। हट भएर लगभग पकाउनको लागि रेडी भयो नि त। यस तेल हालेपछि यो त्यही तात्नु दिने एकैछिन नगरिकन। यो रेडी हो तातो त। ल अब यहाँ चाहिन्छ ठ्याक्कसँगले भडारी सन्तोषले चाहिँ यो हाल्यो एउटा पकौडा र पाको ठिक्क तपाईँलाई चाहिने जत्रो, धेरै ठुलो भयो भने पाक्दैन होइन। ठिक्क लगाउने, चाहनाअनुसारको साइज निर्माण गर्ने। मान्छेको त्यो प्रेमले पकाउनु पर्यो। यदि प्रेम छैन भने मिठो हुँदैन केही चिज पकाएको पनि। खुसी साथ पकाउनु पर्यो। यो चाहिँ मनमाडे खाने कुरा मिठो हुन्छ। अब यो एकछिन कति लाग्छ भन्दाखेरि आमालाई त्यो भेराइटी कति जान्दछ भन्नाले रातो भयो, ब्राउन भएपछि त्यो पाकेको हो। रातो हुँदैन पाकेको हुँदैन। रातो भनेको कहिलेकाहीँ हिट ज्यादा भएर त्यतिकै डढेको पनि हुनसक्छ, बाहिर बोक्रो। यो कसरी थाहा पाउने त पाकेको? त्यसको लागि पकाउनु पर्यो आफैले। यस्तो भनेर रिसिभ हुन्छ भन्दाखेरि अब यो पाके जस्तो छ। लगभग यो पाएको यसरी झिक्नु पर्यो। यस्तो छ है। ल यसरी एक लटको हाम्रो पाकिसकेको छ। छट्ट तेल तारेको यहाँ यसरी। देख्दाखेरि एकदम यमी देखिरहेको छ, मिठो देखिरहेको छ। कति खाउँ जस्तो भइसक्यो मलाई चाहिँ दर्शकहरू। अब म यसलाई मेरो साथी प्यारो साथीलाई म एउटा चखाएर यसको स्वाद लिनको लागि हार्दिक अनुरोध गर्दछु। एकचोटि लिदिनु होला त। यहाँ छ चट्टसँगले। ल वाउ एक्सप्रेसन बबाल्छ। ल तिमी खोइ त नदेखाइ खाएछ यसले फेरि। म लिन्छु यसलाई चिसो यसलाई चाहिँ यस्तो गरेर। वाउ दामी पकायो दामी। रोशन हजुर है हामीले यो पकौडा यसरी पकाएर खायौँ, मिठो भयो होइन। तपाईँलाई चाहिँ कस्तो महसुस हुँदैछ त यसको बारेमा थोरै केही दुई शब्द यहाँको हामी सुन्न चाहन्छौँ। यति मिठो पकौडा खान पाइयो, साथीभाइ भेटघाट गरियो, अत्यन्त खुसी हर्षित। म धेरै वर्ष पछाडि यस्तो भेटघाट कार्यक्रम चाहिँ हाम्रो सधैँ भइरहोस्। हामीले यो कार्यक्रममा हामी कसको साथीहरूलाई चाहिँ मिस गर्दैछौँ त? हामीले साथीहरूलाई मिस गरिरहेको छौँ नि त होइन, अरू पनि साथीहरू। तपाईँलाई चाहिँ धेरै नै मिस भएको या केही त्यस्तो छ भने तपाईँ यो भिडियो मार्फत आफ्नो
धारणा राख्न सक्नुहुन्छ है। हामी हाम्रो मास्टर्स सबै ग्याङलाई हामी सबैजना मिस गर्दैछौँ होइन। यो होइन त हो, नाम पनि लिन सक्नुहुन्छ यदि चाहनुहुन्छ भने। सबभन्दा नजिक सङ्गीत मिस हुँदैछ। त्यहाँदेखि सङ्गीतदेखि अलिकति पर जाँदा रमेश लाल होइन। कृष्ण पाण्डे त हिजै भेटियो, कृष्ण पाण्डेलाई भेट्यौँ। निजामती चौथो तह, स्थानीय चौथो तहमा कार्यरत हाम्रो साथी कृष्ण पाण्डेलाई हामीले हिजो बिदाई गरिरहेका छौँ। निजामती स्थानीय तहको चौथो तहमा कार्यरत कृष्ण पाण्डेले यदि यो भिडियो हेर्दै हुनुहुन्छ भने हामी उहाँलाई यो के अरे पकौडाको स्वाद यहीँबाट लिनु हुन भनेर हामी आग्रह गर्न चाहन्छौँ। लगायत हाम्रा अरू साथीहरूलाई पनि सबैलाई यो भिडियो हेर्दै कसलाई सम्झिनुपर्छ भन्दा प्रज्वल भण्डारी, साथै सरोज कँडेल, साथै तीर्थराज भण्डारी, हाम्रो दिनेश उप्रेती, हाम्रो फोटोग्राफर सुरज पाण्डेजी उर्फ पिपी पाण्डे लगायत हाम्रा जति पनि साथीहरू। भण्डारी सन्तोष यति राम्रो मिठो खानेकुरा तपाईँले बनाउनु भयो होइन। तपाईँको यो जादुमय हातलाई चाहिँ मैले या सम्पूर्ण कसैले पनि खानुहुन्छ उहाँले त अवश्य तारिफ गर्नुहुन्छ नै। विशेष गरेर यहाँको पछि भविष्यमा हुनुहुने श्रीमती हजुरको अर्धाङ्गिनी, उहाँ त एकदमै भाग्यशाली उहाँले महसुस गर्नुहुनेछ, जो कोही पनि हुनुहुन्छ। हामी उहाँलाई अग्रिम बधाई दिन चाहन्छौँ। र भण्डारी सन्तोष तपाईँ यो पकाइरहँदा होइन आजको यो सानो बसी बिहालो माहौलको बारेमा केही कुरा भन्न चाहनुहुन्छ, राख्न चाहनुहुन्छ कि छैन? यो मिठो हुनुको पछाडि सबैभन्दा ठुलो हात देवेन्द्र गिरीको मेरै छ है। अझै अलावा केही भन्नु छ तपाईँलाई? मलाई केही भन्नु छैन। भिडियोको लगभग अन्तिम अवस्थामा आइसकेको छौँ। भण्डारी सन्तोष चाहिँ यो अन्तिम चरणको हो। हामी यसलाई खान्छौँ र हामी यति भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छौँ। हवस्, नमस्कार, टाटा, बाई बाई।